जय श्री राधे श्याम। भोलि असार 15 गते राष्ट्रिय धान दिवस अनि साथै दही चिउरा खाने दिन पनि रहेको छ। नेपालीमा एउटा भनाइ छ नि, असार 15 दही चिउरा खाने साउने 15 भन्ने हो। अनि भोलि राष्ट्रिय धान दिवस परेको छ। यो असारको महिना भनेको मानु रोपेर मुरी फलाउने महिना हो। अनि साथै त भोलि त असार 15 गते राष्ट्रिय धान दिवस पनि परेको छ। भोलि त देशभरि धान रोपेर उत्साह मनाइन्छ। अनि सब धान रोपेर दिउँसो सब परिवार मिलेर दही चिउरा खाएर यो राष्ट्रिय धान दिवसलाई मनाइन्छ। यो असार महिनामा दही चिउरा खानुको छुट्टै महत्त्व पनि रहेको छ। असार महिनामा अत्याधिक मात्रामा पानी पर्ने भएकोले विभिन्न ठाउँमा मूलहरूबाट पानी जम्मा भएर बाहिरको पानी मूलभित्र पसेर ब्याक्टेरियाहरू पानीमा ब्याक्टेरिया फैलिन्छन् हो। अनि साथै खेतमा काम गर्दाखेरि पनि विभिन्न किसिमका छालामा ब्याक्टेरियाहरू भएर एलर्जीहरू आएका हुन्छन् हो। यो रोगको प्रतिरोधात्मक क्षमता वृद्धि गर्नको लागि पनि दही चिउरा खाने प्रचलन छ। हेर्नुहोस् त, हाम्रो पुस्तामा कति वैज्ञानिकता झल्किएको थियो पहिल्यैदेखि। अनि साथै असार 15 मा दही चिउरा खाएर साउन 15 मा हेर्नुहोस् त, असार महिनाभरि चिसोमा खेतबारीमा काम गरेर पानीमा खेलेर साउनमा खिर खाने प्रचलन रहेको छ। हाम्रो परम्परामा कति वैज्ञानिकता झल्केको छ। एकैछिन सबै बसेर मनन गरौँ त। जय श्री राधे श्याम।